मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा। पापा तूने उधार पकड़ के मुझे बाइक दिलाई, फिर एकदम चढ़ा मुझे संगीत का बुखार। छाला छाटेर हुँदैन माया, गाला चाटेर हुँदैन माया, साँचो बोलेर जित्नु पर्छ मन, छाला ढाँटेर हुँदैन माया। जहाँ गयो त्यही आफ्नो भाइ
चारिन्छ ठाउँ कहिले तालिम केन्द्र कहिले वन चारिन्छ ठाउँ हिजो नक्साल आज भरतपुर कामै हो मेरो सार्नैसम्म ठाउँ सारिन्छ ठाउँ पूर्वमा विराटनगर पश्चिममा नेपालगञ्ज पूर्वमा विराटनगर पश्चिममा नेपालगञ्ज तैपनि त बिचमा भरतपुर तालिम केन्द्र पारिन्छ ठाउँ देशमा चलिएको छ अब म के गर्छु अब म फौजी भइसकेँ हो के साथीहरू होइन हो जान्नु त फौजी भएर गर्छस् के त युद्ध गर्छस् तेरो यस्तो ज्यानले त केही पनि युद्ध गर्दैन हो कि होइन हेरो चलो छ एउटा सुतिया तेरो जिन्दगी तेरो जिन्दगी सुत्ने हो चल्छस् सिराजमा चल्छस् के सिकिस् तालिममा के सिकेको तालिममा तिमीहरूले ए केटी मेरो नहेर म छोड्नेवाला छैन कसैलाई घोप्टिहाल 1 महिना बित्न लागेको तालिम कहिले समस्यालाई सामेल हुन आउँदैन त्यहाँ लास्टमा पङ्क्ति किन चलेको त्यहाँ घोप्टी त पनि घोप्टी पछाडि अहिलेसम्म पनि चलिरहेको छ म हेरिरहेको छु त्यो हेरिरहेको छु ए माथि Bye.
पाइलटिङबाट आउँछ होला नि होइन अलि उता सोध न गोडमा हाल्ने चाहिँ गराउँदा जय नेपाल सबका सेवा सुरक्षा र आजदेखि 2076 साल निमन्त्रणालाई स्वीकार गरी पाल्नुहुने आदरणीय विशिष्ट अतिथिज्यूहरू र उपस्थित सम्पूर्ण महानुभावहरूमा जुनियर प्रहरी अधिकृत शिक्षालयको तर्फबाट हार्दिक स्वागत तथा अभिवादन गर्दै म प्रहरी निरीक्षक राजन रायमाझी कार्यक्रम सञ्चालन गर्ने अनुमति चाहन्छु। आगमन भइसकेको छ। दीक्षान्त प्रवासको सुरुमा प्रशिक्षार्थीहरूद्वारा प्रथम अतिथि यस शिक्षालयका विभिन्न निर्देशक श्रीमान प्रहरी वरिष्ठ परीक्षक बुद्धिराज गुरुङज्यूमा सल्लाह अर्पण गरिएको बेला अवगत गराउन चाहन्छु। श्रीमान प्रहरी वरिष्ठ परीक्षकज्यू समक्ष दीक्षान्त प्रवास निरीक्षणको लागि प्रहरी तरुण प्रहरी कमान्डर प्रशिक्षार्थी प्राथमिक प्रहरी जवान रामसिंह खगोरी मञ्चतर्फ आउँदै हुनुहुन्छ। श्रीमान दीक्षान्त प्रवास
निरीक्षणको लागि तयारी छ। अहिले प्रमुख अतिथि श्रीमान प्रशिक्षणबाट इच्छुक भइजाने प्रशिक्षार्थीहरूको निरीक्षण भइरहेको बेला महानुभावहरूमा अवगत गराउन चाहन्छु। कार्यक्रम अनुसार अब प्रशिक्षार्थीहरूद्वारा दीक्षान्त प्रवासको प्रदर्शन हुन गइरहेको बेहोरा निवेदन गर्न चाहन्छु। प्रवास प्रहरी जीवनको अभिन्न अङ्ग हो। प्रवासले सङ्गठनका सम्पूर्ण सदस्यहरूमा आफ्नो राम्रो भावना र प्रशिक्षार्थीहरूले प्राप्त गरेको तालिमको स्तर मात्रै वक्तव्य नगरी सामूहिक एकता, अनुशासन, सहनशीलता तथा व्यक्तित्व विकास बचाउने प्रवासको महत्त्वपूर्ण भूमिका रहेको बेला सम्पूर्ण शुभकामनाहरू अवगत गर्न चाहन्छु। प्रहरी जवान राजसिंह ठकुरी भएको कमान्डरपछि एक मण्डली रहेको छ, जसको नेतृत्व गरिरहनुहुन्छ प्रशिक्षार्थी प्राविधिक प्रहरी जवान अजय बुढाथोकी र साथमा हुनुहुन्छ प्रशिक्षार्थी प्राविधिक प्रहरी जवानहरू बाबुराज चौधरी, गौतम कुमार यादव र राजेन्द्र बुढा। त्यस पछाडि दुईटा मण्डली रहेको छ, जसको नेतृत्व गर्दै हुनुहुन्छ प्रशिक्षार्थी प्राविधिक प्रहरी जवान हस्त बहादुर बुढा र साथमा हुनुहुन्छ प्रशिक्षार्थी प्राविधिक प्रहरी जवानहरू कुमार तामाङ, देव देसार र किस्मत कारगर। दुई नम्बर टोली पछाडि तीन नम्बर टोली रहेको छ, जसको नेतृत्व गर्दै हुनुहुन्छ प्रशिक्षार्थी प्राविधिक प्रहरी जवान एलिजा शाही र साथमा हुनुहुन्छ प्रशिक्षार्थी प्राविधिक प्रहरी जवानहरू मुसा राई, मर्जी रोका र सुरक्षा परियार। तीन नम्बर टोली पछाडि
4 नम्बर टोली रहेको छ जसको नेतृत्व गर्दै हुनुहुन्छ प्रशिक्षार्थी प्राविधिक प्रहरी जवान रुपेश ओली र साथमा हुनुहुन्छ प्रशिक्षार्थी प्राविधिक प्रहरी जवानहरू विक्रमबहादुर प्रधानी पाक्सारू र कमल बहादुर थापा र अन्तिममा 5 नम्बर टोली रहेको छ जसको नेतृत्व गर्दै हुनुहुन्छ प्रशिक्षार्थी प्राविधिक प्रहरी जवान आमोस ढकालजुलीको र साथमा हुनुहुन्छ प्रशिक्षार्थी प्राविधिक प्रहरी जवानहरू सुमित मनोरञ्जन सुधीर रक्तहरू र बादल कुमार सहनी प्रमुख अतिथिज्यूमा हार्दिक आभार सहित कृतज्ञता जाहेर गर्दै आसन ग्रहणका लागि सादर अनुरोध गर्दछु। कार्यक्रम अनुसार प्रशिक्षार्थीहरूबाट पुनः कवाच प्रदर्शन हुन गइरहेको बेला निवेदन गर्न चाहन्छु। प्राविधिक प्रहरी जवान आधारभूत तालिम प्रथम समूहको तालिम दीक्षान्त समारोहका विशिष्ट अतिथि सहायक प्रमुख जिल्ला अधिकारी श्री नेत्र प्रसाद शर्माज्यू। धर्म ग्रन्थ सहितको प्रशिक्षक
शिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनको लागि राष्ट्रिय झण्डा, प्रहरी झण्डा र खुकुरी बोकेर मैदानको केन्द्रबिन्दुतर्फ प्रस्थान गरिरहेका छन्। प्रमुख अतिथिज्यूहरू लगायत सम्पूर्ण उपस्थित महानुभावहरूमा धन्यवाद ज्ञापन गर्न चाहन्छु र यथास्थानमा आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। शिक्षार्थीहरूले नेपालीको वीरताको प्रति खुकुरी, राष्ट्रियताको प्रति राष्ट्रिय झण्डा, प्रहरी संगठनको प्रति प्रहरी झण्डालाई साक्षी राखी आफूले धार्मिक आस्था अनुसारको धर्म ग्रन्थ स्पर्श गरिरहेका छन्। आफूले भनेको धर्म ग्रन्थ स्पर्श गरी शपथ ग्रहण गरेपश्चात प्रथम समूहको दीक्षान्त समारोहमा सहभागी प्रशिक्षार्थीहरूलाई शब्द उच्चारणबाट शपथ ग्रहण गराइदिनु हुन भए जुनियर प्रहरी अधिकारी शिक्षालय रत्नपुरका उपनिर्देशक श्रीमान प्रहरी उपनिरीक्षक वरिष्ठ अधिकारीज्यूमा सादर अनुरोध गर्दछु। नेपाल राज्यमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी जनताको जीवदान र स्वतन्त्रताको संरक्षण गर्न नेपालको संविधान प्रति पूर्णतया निष्ठावान रहे आफ्नो सम्पूर्ण योग्यता ज्ञान र विवेकले भ्याएसम्म आफ्नो कर्तव्यलाई भयो पक्षपात लोभ माया वा देशभाव नराखी पालन गर्नेछु भने म सत्य निष्ठा प्रतिबद्धता सहित प्रतिज्ञा गर्दछु र
देश र जनताको नाममा शपथ लिन्छु। प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराइदिनु भएकोमा उहाँले उपरीक्षकज्यूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। कार्यक्रम अनुसार अब पुनः राष्ट्रिय सलामको कार्यक्रम रहेको हुँदा प्रमुख अतिथि प्रमुख अतिथि अनि अतिथिहरू लगायत सम्पूर्ण उपस्थित महानुभावहरूमा धन्यवाद ज्ञापन गर्दै यथास्थानमा आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। आदरणीय अतिथिवर्गहरू, हामी दीक्षान्त समारोहको मुख्य चरणमा छौँ। कार्यक्रम अनुसार आजको यस विशेष समारोहका प्रमुख अतिथि श्रीमान प्रहरी वरिष्ठ उपरीक्षक पृथ्वीराज गुरुङज्यूबाट प्रशिक्षणको क्रममा विभिन्न विधामा उत्कृष्ट हुने प्रशिक्षार्थीहरूलाई पुरस्कार एवं प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको हुँदा सर्वप्रथम हुन सफल हुनुहुन्छ प्रहरी जवान रामकृष्ण चौलागाई। शिवबहादुर केसी र आमा मधु चौलागाईको कोखबाट मिति 2055 साल मङ्सिर 22 गते उहाँको जन्म भएको हो। उहाँको स्थायी वेतन तामाकोशी गाउँपालिका 5 दोलखा रहेको छ। सर्वद्वितीय हुनुहुन्छ प्रशिक्षार्थी प्राविधिक प्रहरी जवान शुभनारायण चौधरी। शुभनारायण चौधरी र आमा रामकुमारी देवीको कोखबाट मिति 2055 साल फागुन 23 गते उहाँको जन्म भएको हो। उहाँको स्थायी वेतन अग्निसाहिर कृष्ण सवरण गाउँपालिका 6 70 रहेको छ। सर्वतृतीय हुनुहुन्छ प्रशिक्षार्थी प्राविधिक प्रहरी जवान हस्त बहादुर बुढा। पुत्र बुढा मगर र आमा तुलसी बुढा मगरको कोखबाट मिति 2053 साल पुस 22 गते उहाँको जन्म भएको हो। उहाँको स्थायी वेतन गोपाकोट नगरपालिका 4 सुर्खेत रहेको छ। यसै गरी आन्तरिक प्रथम हुनुहुन्छ प्रशिक्षार्थी प्राविधिक प्रहरी जवान सर्वेश कुमार यादव। बुबा राम दिनेश यादव र आमा सुरज देवी यादवको कोखबाट मिति 2054 साल जेठ 18 गते उहाँको जन्म भएको हो। उहाँको स्थायी वेतन भङ्गाहा नगरपालिका 6 72 रहेको छ।
यसै गरी कवाच प्रथम हुनुहुन्छ प्रशिक्षार्थी प्राविधिक प्रहरी जवान रामसिंह ठकुरी। बुबा नरबहादुर सिंह ठकुरी र आमा लक्ष्मी सिंह ठकुरीको कोखबाट मिति 2055 साल श्रावण 23 गते उहाँको जन्म भएको हो। उहाँको स्थायी होटल टोली नगरपालिका 4 जाजरकोट रहेको छ। यसैगरी चाडमारी प्रथम हुनुहुन्छ प्रशिक्षार्थी प्राविधिक प्रहरी जवान कमल बहादुर थापा। बुबा भीम बहादुर थापा र आमा पुष्पमाया थापाको कोखबाट मिति 2057 साल वैशाख 6 गते उहाँको जन्म भएको हो। उहाँको स्थायी होटल देवघाट गाउँपालिका 3 तनहुँ रहेको छ। यसैगरी शारीरिक व्यायाम तथा आत्मबल प्रथम हुनुहुन्छ प्रशिक्षार्थी प्राविधिक प्रहरी जवान पूर्ण बहादुर खड्का। बुबा गोविन्द बहादुर खड्का र आमा अमृता खड्काको कोखबाट मिति 2057 साल वैशाख 5 गते उहाँको जन्म भएको हो। उहाँको स्थायी होटल भेरी गङ्गा नगरपालिका वडा नम्बर 4 सुर्खेत रहेको छ। यसैगरी महिला प्रथम हुनुहुन्छ प्रशिक्षार्थी प्राविधिक प्रहरी जवान सुशीला बोहरा। बुबा तर्क बहादुर बोहरा र आमा झुमा बोहराको कोखबाट मिति 2055 साल फागुन 15 गते उहाँको जन्म भएको हो। उहाँको स्थायी होटल बबई गाउँपालिका 1 ताङ रहेको छ। यसैगरी प्रशिक्षक कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको हुँदा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूको नामावली वाचन गरी सुनाउँदैछु। क्रमशः अगाडि आएर प्रमुख अतिथिज्यूबाट पुरस्कार ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। प्रहरी सहायक निरीक्षक अम्बर राई, हवलदार विमल लामा, प्रहरी जवान निशान थारू, निशान सारू, प्रहरी जवान अजय राणा मगर, प्रहरी जवान अगम बहादुर सुनारी, नेपाल प्रहरी संगठनमा प्राविधिक प्रहरी जवान पदमा नवनियुक्त भई यस जुनियर प्रहरी शिक्षालयबाट प्रदान गरिएको 90 कार्य दिनको आधारभूत तालिम प्रहरी परीक्षक गोविन्द अधिकारीज्यूमा सादर अनुरोध गर्दछु। र आज दीक्षित भई
कार्यक्षेत्रमा जान लाग्नुभएका प्राविधिक प्रहरी जवान आधारभूत तालिम प्रथम समूहका प्रशिक्षार्थी प्रहरी जवानहरू। कार्यक्षेत्र प्रवेशको लागि श्रीमान प्रमुख अतिथिज्यू समक्ष अनुमति लिन परेड कमान्डर प्रशिक्षार्थी प्राविधिक प्रहरी जवान रामसिंह ठकुरी मञ्चतर्फ आउँदै हुनुहुन्छ। श्रीमान दीक्षान्तगढ कार्यक्षेत्र प्रवेशको लागि अनुमति चाहन्छ। प्रवेशको अन्त्यमा उचित भएजाले प्राविधिक प्रहरी जवानहरू प्रमुख अतिथिज्यूको आदेशले